म 3 बजे यतिर लगभग घरबाट हिँडेको थिएँ। खास टाढा आइपुगेको छैन अहिले त। एक कयर खोला आइपुगेको छु। यो मेरो साइकल भइहाल्यो हिजोकै अस्तिकै पहिलाकै। त्यो खानपेन ट्याङ्की भइहाल्यो। कयर खोला अहिले त्यहाँ रोड बनायो जतिपट्टि साइड। यो पुरै खोलाले लगाएको थियो, अहिले यहाँ खनेर रोड बनाएको थियो। रोड भन्दा नि माटो भएछ, ट्याक्क माटो भएछ। यो कयर खोला हो। यो चाहिँ बाख्रा फार्म छ यहाँ एउटा। कसको बाख्रा फार्म छ यहाँ, बोका खसीहरू पाल्छ। यो कयर खोला बर्खामा टन्नै भएर आउँछ। मैले यहीँ बसेर यो भरेको फोटो खिचेको थिएँ। यसपल्ट बर्खा भिडियो चाहिँ खिचिएन। यहाँ आइए पुलुत्तो पुरा फोटो खिचेर हिँड्नु क्या, भिडियो खिच्नु बिर्सिएछ। पछि पो सोध्नु पानी यस्तो परेको छ, कमान भएको रात। म चाहिँ ठुलो डाँडो छ नि जङ्गलको, यो ठुलो यो डाँडो यसको फेसतिर जानेकै हुने प्लान छ। के हुन्छ त्यहाँसम्म पुग्छ कि भन्ने प्लान छ। बाटो लदैरी यो कयर खोलाको लदैरी खोलाको सेरतिर दुई तिनवटा मन्दिरतिर केही म्यापमा हेर्दाखेरि जान्छ। यो सबै तपाईँले कतिको चाहनुहुन्छ प्रकाश सर पनि आइपुग्नु। म साइकलमा आउने प्लान थियो, प्रकाश सर आइपुग्नु भएर चाहिँ म बाइकमा आउनु। साइकलले खासै रोड आएर हामी रिसोर्ट हेर्नलाई आइरहेका छौँ। यो मेरो धुर्मुसे राजा नै हो। नेपाल मगर सङ्घ प्रथम शहीद लखन थापा मगर नगर इकाइ समिति खैरनी चितवन चैनपुरद्वारा निर्मित कङ्काली मगर सङ्ग्रहालय। सङ्ग्रहालय नै राजालाई सङ्ग्रहालय। मादल बजाउँदै हुन् भाइ बहिनीहरू। यहाँबाट हेर्दाखेरि राम्रो देखाउँदैछ तलतिर भ्यू, चितवनको भ्यू, चितवनतिरको भ्यू। कङ्काल रिसोर्ट। कृपया यस फाउन्डेसनभित्र चढ्ने उफ्रने भौतिक संरचनाहरू विनाश नगर्नुहोला, अन्यथा जरिवाना 2000 लाग्नेछ। 2000 लाग्नेछ अरे। भनिरासी देवी मन्दिर भनेर लेखा रहेछ। यहाँ पिकनिक स्थल। यहाँ नाचगान चल्दै रहेछ। यहाँ पिकनिक गर्न आउनेहरूको
यहाँ रमाइलो ठाउँ रहेछ। यहाँ चाहिँ स्विमिङ पुल पनि रहेछ। स्विमिङ पुल रहेछ यहाँ, पानी चाहिँ रहेनछ। क्या बात करते हैं यार। ठाउँ रमाइलो रहेछ। घाम चर्केको छ मजाले। म हिँड्दैछु यहाँपट्टि टहराहरू यस्तो बस्ने ठाउँहरू राम्रो राम्रो रहेछ। यहाँ वाटर फाउन्डेसन पनि रहेछ, पानी चाहिँ छैन रहेछ। वाटर फाउन्डेसन रहेछ यहाँ, पानी चाहिँ हालसाल हालेको रहेनछ। पानी हालेर हिँड्छ, हाल्नै छ होला। यहाँ तल्लोपट्टि स्विमिङ पुल पनि रहेछ। यहाँबाट हेर्दाखेरि चितवन राम्रो देख्दो रहेछ, यस्तो हेर्नु लागेको हुँदैन। अलि झुलमेल झुलमेल भएर मात्रै हो, त राम्रो देखिन्थ्यो। यो बस्ने ठाउँ रहेछ, यता बस्ने ठाउँ रहेछ, यता बस्ने ठाउँ रहेछ। यो यतापट्टि अगाडिपट्टि राम्रा ठाउँहरू छ, खेल्ने सेल्ने ठाउँ रहेछ त अगाडिपट्टि त। पार्क सार्क पनि रहेछ। लौ यतापट्टि त गजब ठाउँ रहेछ। अलिकति सालघारीले पत्करहरू धेरै आएछ, नत्र सही रहेछ। यो जङ्गल, यो कङ्काली जङ्गल उता माथि नि के ट्याङ ट्याङ्की हो कि बस्ने ठाउँ हेर त्यो पहेँलो पहेँलो। यहाँ पिङ रहेछ पुरै, म यहाँ पिङ खेल्दैछु। लिली खेल्ने ठाउँ, वाटर फाउन्डेसनहरू पनि रहेछ। टावर पनि रहेछ यहाँ, मान्छे यसो बसेर हेर्नलाई। पिङ खेल्ने ठाउँ, केटाहरू पुरा पिङ खेलिरहेछन्। सिलिली खेल्ने ठाउँ, म सिलिली खेल्न जाँदैछु यहाँबाट टुई 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 बसेर। माथि कङ्काली मन्दिर छ भन्ने कुरो चाहिँ त्यहाँ बोर्ड हेरेर थाहा पाइयो। त्यही भएर हामी चाहिँ कङ्काली मन्दिर कहाँनिर छ भनेर चाहिँ मास्तिर उक्लिँदै छौँ उकालो। लखर लखर रमाइलो भयो। एकछिन जाउँ मन्दिर हेरौँ, दर्शन गरौँ कस्तो रहेछ कङ्काली मन्दिर। 250 मिटर माथि भनेर लेखा, खास टाढा त होइन। सिँढी सिँढी रहेछ, अब सिँढी सिँढी उक्लिँदैन। हामी दाजुभाइ उकालो हिँड्यौँ एकछिन। दाइ चाहिँ थाक्नु पऱ्यो, म चाहिँ खासै धेरै थाकेको छैन, सुहाँ मात्रै भयो मलाई मलाई खासै थकेला छैन। चितवनमा पनि उकालो हिँडिरहेको छ। मन्दिर जानलाई हिँड्यौँ हामी यहाँ, जाऊँ कस्तो छ मन्दिर हेरौँ, कस्तो पुगिन्छ हेरौँ। अहिलेलाई त्यस्तो छ। मन्दिर छ भनेर आएको, हामी गलत साइडपट्टि चाहिँ आएछौँ। यहाँनिर त मन्दिरै छैन। यतापट्टि त यसो पिकनिक सिकनिक गर्ने ठाउँ छ, यसो हिँड्ने ठाउँ छ। उतापट्टि साइडतिर चाहिँ मन्दिर, हामी यतापट्टि आएछौँ। यतापट्टि हिँड्न दाइ दुःख मात्रै भयो है। केही छैन, दुःखै हाम्रो जिन्दगी हो। यहाँबाट हेरौँ कस्तो देख्दो रहेछ चितवन, गतिलो देख्छ जता चाहिँ यहाँबाट हेर्दाखेरि। ल यहाँबाट हेर्दा पनि हेर्न लायकै देख्दो रहेछ चितवन। ठ्याक्कै यहाँबाट यो रुखले छेक्यो कि म मास्तिर होला हो। पिठा त्यतैपट्टि हो, त्यतैबाट माथि झुट भयो नि।
केही रुख रहेछ क्या। हामी यहाँबाट फर्किने भयौँ अब उतापट्टि उतापट्टि मन्दिर रहन्छ, उतापट्टि साइडमा रहेछ मन्दिर। अब हामी यहाँबाट उतापट्टि साइडमा जान्छौँ मन्दिर खोज्दै। हामी चाहिँ सुरु भयो। घाम त अलिक लाइटिङ मिलेन के गर्ने, अब यस्तै छ। रमणीय दृश्य, यहाँबाट रमणीय दृश्य हेर्न पाइँदो रहेछ। अलिकति भए पनि हेर्न लायककै ठाउँ देखिँदो रहेछ। अलिकति डाँडा जानु पाए डाँडा देखिन्थ्यो। यहीँबाट भयो नि चित्त बुझाउनु पऱ्यो। उतापट्टि साइडको छ जस्तो राम मन्दिर, यतापट्टि साइडमा जङ्गलको यो यतातिर साइड छ राम मन्दिर। हेर्छौँ बेला पर्छ कि। हामी चाहिँ पुरा कङ्काली मन्दिर खोज्दै हिँडेछौँ। यो बाटो हिँड्नु पर्ने हामी हामी चाहिँ यहाँबाट यतापट्टि मास्तिर उक्लेछौँ क्या, उता मास्तिर यो साइडपट्टि त दाइहरू आइरहेपट्टि उक्लेछौँ। अब हामी यो बाटो खोज्दै हिँडेछौँ मन्दिर खोज्दै। उति माथिपट्टिको हो कि जस्तो लाग्यो। जाउँ पुगिन्छ कि। केटाहरू पुरा पिङ खेल्दैछन् मच्ची मच्ची। लड्यो भने अहिले एकापट्टि दाँत एकापट्टि चिउँडो हुन्छ। रमाइलो भयो, अलिअलि भए पनि यसो हेर्नु पाइयो। पिकनिक गर्नलाई चाहिँ ठाउँ ठिकै रहेछ। टरा टरा बनाएर राखेको रहेछ नम्बर नम्बर लेखेर। कसलाई पिकनिक कहाँ कहाँ मन लाग्छ त्यहाँ त्यहाँ जाने रहेछन्, त्यहाँ पिकनिक रहेछन्। धमिराको गुण चाहिँ प्रशस्तै देखियो। तल पनि देखियो, यतातिर पनि रहेछ धमिराको गुणहरू। भण्डारै हो खोइ हो कि पर्सै हो कि पर्सा नै होला त्यो सायद। मन्दिर खोज्दै हिँडेको मन्दिर खासै फेला परेन। यही हो जस्तो छ मन्दिर चाहिँ, भर्खर बनाउनु लाग्यो जस्तो छ। यही हो कि जस्तो लाग्छ मन्दिर सायद। अब हामी फर्किने कुरो भयो। धमिराको गुडहरू टर्ने रहेछ। धमिरा रहेछ, धमिरा त्यहाँ छु मैले। यी मास्तिर पनि धमिराको गुण छ। यहीँ माटो धमिराको माटो हुन्छ। धमिराले बनाएको घर हो यो। यसको नाम बिर्सेर मैले एकछिनसम्म धमिरो नसम्झेर तनाव। पिकनिकको लागि रमाइलो ठाउँ रहेछ। टरा टरा रहेछ। टरा टरामा टोली टोली आएर पिकनिक गर्ने ठाउँ रहेछ। मन्दिर यो पूजा गर्ने ठाउँ रहेछ भगवान्को। तालचा लाएर राखेको छ अहिले चाहिँ। संस्कारी माई र झाँक्री भएर भन्ने दुईवटा चाहिँ भगवान्हरूको चाहिँ पूजा गर्ने ठाउँ रहेछ। धमिराको गुणै गुण छ। धमिरै धमिरा रहेछ पुरै धमिरै धमिरा रहेछ नि। धमिराको कति डर हो यार, यत्रो डर छ नि। केले बनाएको इन्जिनियरिङ चाहिँ खतराकै धमिराको। यो टरा पिकनिक गर्ने टरा रहेछ नि। टरा बनेको रहेछ ठाउँ ठाउँमा यस्तो टरा टन्नै छ। नम्बर नम्बर लेखेर राखिदिएको। यहाँ चाहिँ आउँदैन, चुली ढुङ्गा लाउने ट्याक्क पिकनिक बनाउने। यहाँ एउटा टोली बस्ने, अर्को टरामा अर्को टोली बस्ने, अर्को टरामा अर्को टोली बस्ने, अनि ट्याक्क खाने। भाई साहब कुछ ज़्यादा नहीं हो गया मतलब कुछ भी
एकछिन बसियो, एकछिन पिङ खेलियो, एकछिन सिलिली खेलियो एकचोटि, त्यसपछि फर्कियो। चराहरू छन् टन्नै, पिकनिक खानु मन लाग्यो भने ट्याक्क आउने, पिकनिक खाने ठाउँ रमाइलो रहेछ। घुम्ने बुन्न यहाँ चाहिँ यसो प्रोग्राम गर्ने ठाउँ जस्तो छ ल यहाँ त्यहाँको माथि मान्छे बस्ने, त्यहाँको यहाँ तल चौरमा खाली ठाउँमा प्रोग्राम गर्ने। यात्रा चाहिँ सकियो अब, कङ्काल रिसोर्टबाट म गेटबाट बाहिर निस्किँदैछु। यहाँसम्म चाहिँ कङ्काल रिसोर्टको गेट, त्यही कङ्काल रिसोर्ट।